नमस्ते साथीहरु, आशा छ तपाईहरु सबै सकुशल हुनुहुन्छ। आज हाम्रो यात्रा रहेको छ माथि डाँडातिरको के कस्तो रहन्छ हेरेर साथ दिनु होला है त साथीहरु। उकाली तरफ लागिरहेको छौं, पसिना आइसक्यो, पानी तिर्खा लागिसक्यो। अरु बेला यही पानी मिठो लाग्थेन, खल्लो लाग्थ्यो। आज यही पानी यस्तो मिठो टेस्ट लागिरहेको छ पसिना तिर्खाको कारणले। ल यो चाहिँ झरनाको पानी चिसो एकदम बबाला चाहिँ कस्तो गरम भइरहेको थियो, कस्तो शीतल भयो साथीहरु। जति नै माथि माथि आइरहेको छ त्यति नै जोस जागर लागिरहेको छ हैन। उकालो चढ्न गाह्रो छ, तर जीवनमा पनि उकालो पार गरेपछि नि मात्र सुन्दर दृश्य देख्न पाइन्छ। जिन्दगीको बाटोमा पनि यस्तै उकालो गाह्रो हुन्छ, तर रोकिनु चाहिँ हुँदैन है। लागिराख्नुस्, एक दिन सफलताले माथि पुर्याउँछ तपाईलाई। कस्तो दामी के बयान गर्न सक्दैनौ। जति माथि आयो उति राम्रो लागिरहेको गइरहेछ। साथीहरु अझै उता माथि पुगिसकेको छ साथीहरु। वाह, थकै लागेछ। आए पनि के भन्ने। फाइनली साथीहरु हामी आइसक्यौं। वाउ दामी साथीहरु, यो सुन्दर दृश्य हेर्नुस् त, प्रकृतिले बनाएको बयान गर्न नि गाह्रो हुने के। आम्मामा कस्तो दामी के। केही फाल्दैन ठुले। ल म जाऊ ल। शिलाजित खोज्न आएको क्या। त्यो एउटा उसै एउटा भिडियो उसै यता देख्यो छ होला हामीलाई त है। ल पहाड चढेर सफलता भयो। ल हामी निस्केको भन्नु न तपाईले पनि। ल हामी निस्केको अब चाहिँ। अनि गाइस हामी माथि पुगेर आइसक्यौँ। लास्ट पसिना भयो। अब हामी चाहिँ निस्केको। हाम्रो बाइक निकाल्दैछौँ प्लस पाएर। त्यो डाँडामा पुगेर आएको हामी। गाह्रो छ है। कस्तो भयो आजको यात्रा? कस्तो लाग्यो? दामी लाग्यो सबैलाई। मलाई त दामी लाग्यो। सोल्टी कस्तो लाग्यो आजको यात्रा? मलाई बबाल लाग्यो है। तपाईलाई बबाल लाग्यो? ल